भने द काइन्ड अफ कोचेस हामी छानेका छौँ अहिलेसम्म देव अल बिन भेरी भेरी गुड। त्यसमा सायद एक दुईजना अपवाद हुन सक्लान्, तर मेरो विचारमा चाहिँ हाम्रो कोचेसहरूको सेलेक्सन वी बिन भेरी मिटिकुलस कि हामीलाई कस्तो खाले कोच चाहियो, कस्तो खाले कोच भनौँ न हाम्रो अहिलेको एक्जिस्टिङ सिचुएसन र सिनारीमा टिमको सेटअपमा कस्तो खाले कोच भनौँ कस्तो खाले कोच इफेक्टिभ हुन्छन् भन्ने कुरा चाहिँ त्यो एकदमै धेरै गहन अध्ययन गरेर मात्रै लिएर आउँछौँ। चाहे त्यो पुबुदुको रिअपोइन्टमेन्ट होस्, चाहे त्यो मोन्टीको आगमन होस्, चाहे त्यो अहिले स्टुअर्टको आगमन होस्, यो सबै कुराहरू इट्स भेरी वेल थट आउट र सिचुएसन हेरेर टिमको इन्भाइरोमेन्ट हेरेर र हाम्रो अगाडिको बाटो हेरेर हामीले कोचेसहरू छानेका छौँ एन्ड दे हेभ अल बिन भेरी भेरी गुड। इनफ्याक्ट हामीले जो कोचेसहरूको इन्टरभ्यूहरू पनि गरेका छौँ, देयर आर सम भेरी गुड कोचेस हुम वी हेभ टु लेट गो भनौँ न। तर वी बिन फर्चुनेट कि जो पनि कोच आउनु भएको छ उहाँहरूले आफ्नो काम चाहिँ एक्जिक्युट गरेर जानुभएको छ र